बालेन्द्र शाहले भत्काउनेका मात्र गरे कि व्यवस्थापन गर्ने काम गरिरहेका छन् कि के छ भन्ने कुरा हामीले स्थलगत अनुगमन नै गरौँ न त। दबाई पनि गरिदिनु भएको छ, वीर हस्पिटल गएर सबै चेकअप गरियो। होल्डिङ सेन्टरमा एम्बुलेन्सहरूको पनि व्यवस्था छ, अर्थात् स्वास्थ्यलाई निकै महत्वपूर्ण ढङ्गबाट हेरिएको छ। उपचार त मलाई चाहिँ उयो विदेश हस्पिटल लगेर गर्नुभयो। प्रधानमन्त्रीज्यूको केही म्यासेज छ गएर अनुगमन हेरेर के छ समस्या समाधान गर्ने भन्ने। बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्बासी दाजुभाइ दिदीबहिनीहरूलाई व्यवस्थै गरेको हो या त्यहाँबाट भत्काइसके पश्चात कहीँ व्यवस्थापन नगरेकै हो त? तमाम प्रश्नहरू उठिरहेको बेला त्यसलाई चिर्नको लागि यथायकिन रूपमा प्रत्यक्ष रूपमा निहाल्नको लागि आएका छौँ। राज्यले हेर्छ र भोलि व्यवस्थापन गर्छ, जग्गा उपलब्ध गराउँछ। नगराउन्जेल यस्तै होल्डिङ सेन्टरमा राख्दा पनि खान बस्न औषधि उपचारको व्यवस्था गर्दो रहेछ, चिन्ता नलिनुहोस् भन्नुहुन्छ। 4 टाइम बिहान चिया बिस्किट अनि त्यसपछि 10 बजे खाना, फेरि दिउँसो खाजा। तरकारीहरू फरक ताजा कतिको हुन्छ? फ्रेस छ? फ्रेस ताजा हो। बासी गनाको केही त्यस्तो लागेको छ कहिले? छैन हामी आएको 13 दिन भयो, 13 छ अब खाएको पनि त्यस्तो बनाएको हामीले खाएको छैन। बच्चाहरू हुनुहुन्छ, नानी बाबुहरू हुनुहुन्छ, उहाँहरूलाई कस्तो छ खेल्ने कुद्ने सबै राम्रो छ, खेल्न व्यवस्था छ, यो सबै फिल्ड छ, बच्चाहरू खेल्छ। अनि उता उहाँबाट खेलाउन पनि दिनुहुन्छ बच्चाहरूको लागि, खेलाउन पनि पठाउनुहुन्छ स्वयंसेवा। धेरैजना छौँ हामी यहाँ, 50 जना बढी होला। हामीले दुःख पाए पनि बच्चाले दुःख नपाओस् भन्ने खालको एउटा भयो। अब कतिपयको घर भएर पनि त्यहाँ कोठाबाल लाएर खाएका त्यस्ता मान्छे पनि छन्। एकजनाले 8-10 जनासम्म घर बनाएर भाडा लाएर खाने पनि थियो। त्यसले गर्दा सरकार अब जुन अहिले सरकारले गरिरहेको कदम अलिकति भएन होला होइन, हतारेर गर्यो होला, तर सही छ। तर उहाँहरूले चाहिँ चाँडो भन्दा चाँडो व्यवस्थापन गर्नेतिर लाग्नुपर्छ। खास गरेर किचन कस्तो छ, शौचालय कस्तो छ, वातावरण कस्तो छ, त्यहाँको चाहिँ स्वास्थ्यको उपस्थिति कस्तो छ, त्यसै गरी चाहिँ त्यहाँका सम्बन्धित निकायहरूले कस्तो व्यवहार गरिरहेका छन्, जो जिम्मेदार पात्रहरू छन् उनीहरूले कस्तो खालको चाहिँ रेस्पोन्स दिइरहेको छ। कतिवटा टेन्ट दिएको छ? दुईटा टेन्ट, एउटा बुढाबुढीको एउटा चाहिँ छोरा बुहारीको। ए त्यस्तो नि छ। फरक क्षमता भएका पात्रहरू पनि हुनुहुन्छ, उहाँहरूको हकमा पनि हामी बुझ्ने प्रयास गर्छौँ के छ कस्तो छ भन्ने कुरा। ठिकै छ भन्ने कुरा आइरहेको छ। अब प्री मनसुन सुरु हुँदैछ, अब हेभी भयो भने त हजुरले यो देखिसक्नुभयो। स्ट्यान्ड बाई एम्बुलेन्स यहीँ हुने व्यवस्थापन पनि छ भन्नु, सायद आजै पनि हो कि एम्बुलेन्स यहीँ छ। एमालेका